साथीहरू रेखा थापाके उहाँ जस्तो मान्छेले नि यस्तो स्टेटमेन्ट दिइन्छ भन्ने कुरा मैले सपनामा पनि सोचेको थिएन है। उहाँले चाहिँ नचिनेको रोगसँग आसक्ति हुनु भन्दा त हामीले चिनेको रोगलाई नै केयर गरौँ न भनेर पुरानो पार्टीहरूलाई नै सपोर्ट गरेको देख्दा त कसम मेरो मनै दुख्यो। मैले उहाँबाट यो अलिकति नै एक्सपेक्ट गरेको थिएन साथीहरू। मैले सुनेको थिएँ उहाँ चाहिँ पोलिटिक्समा पहिलादेखि क्या आबद्ध भइसिन्छ भनेर, तर जुन हिसाबले त्यो पुरानै भ्रष्टाचारी नेताहरूलाई सपोर्ट माइ गुडनेस, हाम्रो देशमा चाहिँ अब नयाँ लिडर्स आएर केही हुन्छ कि भन्ने खालको ठुलो आशा छ कि, अनि यो आशामा यस्तो ठुल्ठुलो नाम चलेको मान्छेहरूले उहाँहरूकै गुणगान गाउँदा त्यही पुरानो पार्टीलाई नै सपोर्ट गर्दाखेरि म त कस्तो छक्क नै पर्छु क्या है। जे होस् मलाई चाहिँ बालेन शाह एकदमै मन पर्छ होइन, अनि उहाँप्रति चाहिँ धेरै आशा भरोसा छ कि। हुन त पोलिटिक्समा कसैलाई पनि 100% विश्वास गर्न मिल्दैन होइन, तर यत्रो वर्ष पुरानो लिडर्सहरूलाई हामीले चान्स दिइसक्यौँ, अब चाहिँ नयाँको पालो हो भन्ने खालको सोच चाहिँ सबैमा हुनु जरुरी छ जस्तो लाग्छ है। यति हो साथीहरू, फिङ्गर क्रस गरेर बालेन शाहको जितको प्रतीक्षामा हुनेछु म चाहिँ। बाई बाई।